कोही कोहीमा केटीलाई मेसेज गर्यो दाई भाइ तेरो बाउ दाई भाइ नाजी सम्पत्ति खान आइकियोस् सम्पत्ति खान आइकियोस् त हैन रिस उठ्दैन यार मान्छेलाई आफ्नो बाबाले त मेहनत गरेर जन्म तेरो तैँले दाजुभाइ भन्दा मेरो दिदीबहिनी रिसाउन्न त्यो सोचिएछस् तैँले रिस उठ्ने यार जहिले सुकै यार कोही केटीलाई ल सन्चेछौ सानो तेरो बाउ सानो भन्छ सिधै केटीलाई केटाले सानो नभने के भन्ने सात बस्तीमा मात्र हैन यो नेपालको अधिराज्यभरिमा आगो लगाइदिन्छु मेरो मायालाई कसैले चस्स छोए मात्रै भन्ने पर्दैन पर्दैन सात बस्तीमा आगो लगाउन पनि पर्दैन नेपाल अधिराज्यमा आगो लगाउन पनि पर्दैन तिम्रो मायालाई कसैलाई पनि छुँदैन बरु तिम्रो मायाले चाहिँ पछाडिबाट चस्स छोयो तिमीलाई Guys, welcome back to my vlog. This is me रोशनी कार्की and तपाईहरु पनि सन्चै हुनुहुन्छ होला तपाईको रोशनी कार्की के छ सबैजना सन्चै हुनुहुन्छ होला वेलकम टु माई भ्लग न्यू भ्लग अनि आज हामी चाहिँ बोटिङ गर्न जान लागेको छौं अनि मेरो साथी रितिका र म रितिका चाहिँ उ त्यहाँनिर हुनुपर्ने हो अहिलेसम्म आएकी छैन म चाहिँ अब यहाँ घरभित्र पस्छु अनि मैले आज रुम पनि सफा गरेको छैन गाइज हैन रितिका आउँछ अनि मेरो दिदीले पनि आज रुम सफा गर्नु भएन मामुले पनि खानासाना बनाइसकेछ अनि मामु चाहिँ माइत गइसकेछ आज सो आज हामी चाहिँ रितिका र म चाहिँ बोटिङ गर्न जान लागेको छु म एकदम एक्साइटेड छु रितिका चाहिँ अहिलेसम्म आइने छु लेट उसले जहिले मलाई यस्तै गर्छ कि यसको लाइफ बढ हुन्छ नि लाइक अब म जहिले यस्तै गर्छु कि मलाई कहिले पनि समयको भ्यालु नै गर्दिनँ कि उसले जहिले मलाई वेटिङमा राखिदिएर आउँछ स्कुटी लिएर आउँछु भनेको जहिले मलाई यस्तै गर्छु रितिकाले अनि गाइज थ्याङ्क यू सो मच केपेले चाहिँ अब तपाईँले मिल मात्रै बनाउनु भयो यस्तो यस्तो कुरो बनाउनु भएन मलाई इन्टरपोल लाएर तान्छन् र अहिले बेकारमा अस्ति धन्नै लएर चाहिँ रविसँगै खाँदैनन् मेरो त आफ्नै हजुर भाइ रतन कार्की होइन रतन ओली भन सबैले मलाई लिएर जाउली बुढी 50,000 को प्यारी समझ गई